गर्ने टेक्निकलमा पनि जाने धर्के भन्नुहुन्छ हैन त्यो त केही छैन इट्स अप टु यु तपाईको नलेजको लेभल जहाँ छ हैन त्यही नलेज लेभलमा रहेर बुझ्नुहुन्छ अनि मैले भन्दै यसमा चाहिँ मैले थोरै के भनिदिन्छु भने लक्ष्मण गुरु यो चाहिँ कस्तो हो भने यो संसारमा विश्वास गर्न सक्यो भने अनि आफूले गरेको काममा चाहिँ आफूलाई विश्वास भयो भने अथवा अरूले भनेको कुरालाई पत्याउन सक्यो अरूले भनेको कुरालाई एक्सेप्ट गर्न सक्यो भने मात्र त्यो चाहिँ एउटा हाम्रो भनौँ न मानवीय हुन्छ त्यो चाहिँ मान्छे हुन्छ हैन हामीले त हेर्नुस् जन्मेर अलिकति हामी जान्ने भएदेखिबाट सबै कुरा हाम्रो विश्वासमा चलेको छ हेर्नुस् है हामीलाई जसले हुर्काउँछ हामीलाई मम्मीले दुध खुवाउनु भयो हुर्काउनु भयो घुमाउनु भयो त्यो एउटा हामीले हाम्रो आमा भनेर चिन्छौँ र हामीले तेरो बुबा यो हो भनेर आमाले चिनाइदिएपछि बुबालाई चिन्छौँ हामीले है अब यदि यस्ता विश्वास नगर्ने अन्धविश्वासीहरूले त आफ्नै बाउलाई पनि मेरो बाउ चाहिँ को होला प्रमाणित गर भन्न सक्छन् हैन अब यो प्रमाणित गर्न सकिँदैन भनेको यहाँ हरेक कुराहरू विश्वासमा चल्छ तर यो पुँजी बजारमा चाहिँ फेरि यो शेयर मार्केटमा चाहिँ विश्वास गरेर हुँदैन यहाँ चाहिँ है यहाँ चाहिँ मैले चाहिँ एउटा आफ्नो नारा जस्तै मैले के भनिदिन्छु भने जसले भनेको पनि कुरा चाहिँ सबैले भनेको सुन्नुस् तर विश्वास कसैको पनि नगर्नुस् आफै क्रस चेक गर्नुस् क्रस चेक गरेर त्यसलाई एकचोटि भेरिफाई चाहिँ गर्नुस् के लक्ष्मण गुरुले भन्नुभयो कम्पनीको नाम भन्दिन होइन कम्पनीको नाम पनि भन्न पाइन्छ कोही मान्छेले 2-3टा कम्पनी मैले फलानु कम्पनी छाने सर यो 3टा मध्येमा कुन चाहिँ राम्रो हो भन्यो भने त्यसमा भएका इन्डिकेटरको आधारमा जसरी लक्ष्मण गुरुले चाहिँ ग्रह दशा अथवा शुक्र शनि भनेर विभिन्न जुराउनु हुन्छ त्यसै गरी हामी स्टक मार्केटमा अलिकति काम गर्ने मान्छेहरूले चाहिँ त्यसको इपिएस पी त्यसको नेटवर्थ हैन अब हाइड्रोहरू छ भने त्यसको प्रोडक्सनको प्लान इन्सुरेन्स छ भने त्यसले कलेक्सन गरेका कुराहरू रिइन्सुरेन्स छ भने त्यसले कमाएको सम्पत्ति इन्भेस्टमेन्ट कम्पनी छ भने त्यसले लगानी गरेका क्षेत्रहरू गलत कुरा चाहिँ कसैलाई पनि बोल्दिनु हुँदैन हैन यदि एउटा कुनै फाइनान्सको इपिएस चाहिँ राम्रो छ अथवा पी पनि राम्रो छ उनले बोनस पनि दिँदै आएको छ भने त्यो खत्तम हो भन्यो भने चाहिँ हामी रङ हुन्छौँ नत्र कसैले मलाई चाहिँ स्पेशली मलाई चाहिँ कसैले 2-3टाको के किनौ भनेर सोध्नेलाई चाहिँ म जवाफ दिन्न कहिले पनि तर मैले यो 3टा फाइनान्स छानेको छु यो मध्ये कुन राम्रो भन्यो भने म त स्क्रिप्ट पनि भनिदिन्छु 3-4वटा बैंक मध्ये कुन राम्रो भन्यो भने यो ठिक छ भनेर भन्छु म त मलाई भन्न कुनै गाह्रो छैन तर के हो भने मैले आफूले किनेर थुपारेको भएर अनि अरूले किन्दैदेखि चाहिँ भाउ बढ्छ कि भन्ने हिसाबमा भन्यो भने चाहिँ म एकदम गलत हो है मैले कहिले पनि यो किन्नुस् के किनौ भनेर आउनेलाई त म रिप्लाई नै दिन्न मलाई कति मेसेज आउँछन् कतिले फोन गर्छन् तर म के किनौ भन्नेलाई म सपोर्टै गर्दिनँ क्या बरु कम्पनी कसरी छान्ने त्यो सिकाइदिन्छु हैन मैले आफूले सक्ने जति जस्तो यहाँ चाहिँ यहाँ त हेर्नुस् अब अहिले एकजना साथीले भन्दै हुनुहुन्थ्यो तपाईको धामी झाँक्री मलाई विश्वास छैन त्यो विश्वास गर्ने पनि त्यो अलिकति आधार चाहिन्छ त्यसमा पनि भिज्नुपर्छ त्यसमा पनि अलिकति रस त्यसमा पस्नुपर्छ के सबै कुराले सबै चिजमा सबैलाई विश्वास हुनुपर्छ सबैले सबै कुरा जान्नुपर्छ भन्ने छैन आफ्नो हुन्छ कसैलाई केही मन नपर्ला कसैलाई केही मन नपर्ला कतिपय मान्छेहरूलाई त आफ्नो बाबुआमा पनि पाल्नुपर्छ भन्ने पनि उनीहरूलाई लाग्दैन र उनीहरूले लगेर चाहिँ आफूलाई जन्म दिने बाबुआमालाई पनि त लगेर वृद्धाश्रममा राख्छन् नि त हैन त्यो पनि त उनीहरूलाई बाबुआमा प्रति विश्वासै नभएको हो नि त त्यो हिसाबमा यहाँ अनेक किसिमका मान्छे हुन्छन् रङ्गी बिरङ्गी मान्छे हुन्छन् तर गर्ने चाहिँ के हो भने म को हौ पहिला आफूले आफूलाई चिन्ने अनि मैले के गर्दा हुन्छ के गर्दा हुँदैन है जब मान्छेले आफूले आफूलाई चिन्न सक्दैन तब उसले कसैलाई पनि चिन्दैन ऊ माथि एउटै कुरा हावी हुन्छ घमण्ड र त्यो घमण्डले चाहिँ उसलाई एक दिन आफै सिद्ध्याउँछ कि अरूले सिद्ध्याउनै पर्दैन उसको आफ्नो घमण्डले आफै सिद्ध्याउँछ अब साथीहरूले टपिक्स राख्नु भएछ निफ्टी सम्हालियो भन्दैमा प्रफिट बुक गर्न चाहिँ नबिर्सनु होला भन्ने है अब स्टक मार्केटको कुराहरू आएपछि अलिकति मैले यसमा केही जोड दिन चाहे अघि पनि म आथे आउन चाहिँ तर अघि साथीहरूको अलिकति डिस्कसन मलाई अलि अब त्यो कता कता गए जस्तो लाग्यो मैले बुझिन त्यही भएर मैले केही बोलिन हैन मैले चाहिँ के भन्छु भने जति पनि लिसनर तल साथीहरू हुनुहुन्छ मैले हरेक दिन भन्ने गरेको हुन्छु जहिले भनेको हुन्छु यो स्टक मार्केटमा पुँजी बजारमा यहाँ कसैले कसैको लागि पनि सोच्दैन है कसैले फलानु कम्पनी किन्नुस् भन्छ भने उनलाई त्यो कम्पनी किनाउँदाखेरि फाइदा छ र तपाईलाई किनाउँछ नभए किनाउँदैन है यदि म आफूले
कुनै कम्पनी अरू कसैलाई भनिदिए र त्यो मान्छेहरूले किने भनेदेखि चाहिँ अलिकति त्यसको डिमान्ड बढ्छ, सप्लाई कम हुन्छ, त्यसपछि चाहिँ मसँग भएको सेयर मैले बढीमा किन्न बेच्न सक्छु भन्ने हिसाबमा गर्ने हो। स्टक मार्केटमा छिर्दाखेरि चाहिँ तपाईहरुले यति कुरा बुझ्नुपर्छ कि हरेक कुरा मान्छेहरूले हरेक कुरा स्वार्थमा हुन्छ। यस सबैको उद्देश्य भनेको 1 को 2 बनाऊ, 2 को 4 बनाऊ, 4 को 8 बनाऊ भन्ने हो। 1 को 2, 2 को 3 होइन, 2 को 4 है। यो तरिकाले जाँदाखेरि चाहिँ तपाईहरुले एउटा कुरा के चाहिँ गर्नु पर्यो भने अरूले भनेको कुरामा हो, अरूले के भन्छ नसुनेर पनि हुँदैन। फेरि सबैको कुरा सुन्नुपर्छ, सबैका विचारहरू सुन्नुपर्छ। अरूका विचारहरू कस्ता कस्ता आउँदा रहेछन्, कम्पनीको बारेमा के भन्दा रहेछन्, मार्केटको बारेमा प्रेडिक्सन कसरी गर्दा रहेछन्, अनि उनीहरूले विगतमा गरेका कुराहरूलाई कसरी हेर्दा रहेछन्, सबै कुराहरू। यो क्लब हाउस यति राम्रो प्लेटफर्म भएको छ, यसलाई सही रूपमा सदुपयोग गर्न सकियो भने चाहिँ एकदम राम्रोसँग चाहिँ यसलाई सदुपयोग गर्न सकिन्छ के। अब सबैले जहाँ पनि सदुपयोग गर्छन् भन्ने छैन, कतिपय चाहिँ गलत तरिकाले पनि युज गरिरहेका हुन्छन्। तर यहाँ पनि तपाईहरुले राम्रा कार्यक्रम चाहिँ छान्न सक्नु पर्यो के। जसरी म नेप्सेमा कम्पनी छान्नु पर्यो, क्लब हाउसमा पनि त्यसै गरी छान्नु पर्यो। विभिन्न अब यो यदि स्टक मार्केटमा नै तपाईको लाग्ने चाहना छ भने त हरेक कुरामा हेर्नु पर्यो। टिकटक चलाउँदा रमाइलो चलाएर त्यो हाँस्ने बस्ने होइन। शेयर सम्बन्धी टिकटकहरूलाई फलो गर्नुहोस्, त्यहाँबाट कति कुराहरू ज्ञान पाइन्छ। फेसबुक चलाउँदा पनि फेसबुकमा शेयर सम्बन्धी ग्रुपहरू फलो गर्नुहोस्। यदि तपाईँ साँच्चै स्टक मार्केटमा भिज्ने हो भने त शेयरमा इन्जोय गर्नुहोस् क्या। त्यो टिकटकमा हाँसेर इन्जोय गर्ने भन्दा पनि इपिएस भनेको के हो, अर्निङ पर शेयर कसरी निकालिन्छ हो, त्यस्ता कुराहरू हेर्नुभयो भने त्यो आफूलाई त्यतैतिर ढाल्न सकिन्छ। एउटा लगनशीलता हुनुपर्छ हरेक कुरामा हैन। तर यो अहिले बुलिस मार्केटमा चाहिँ जसले जे भने पनि मिलेको हुन्छ। कम्पनी 2 दिन घटे पनि 4 दिनपछि बढ्छ, पक्कै 2-4 पैसा नाफा हुन्छ। तर तपाईहरुलाई मैले बेरिस मार्केटको जुन बेलाको एउटा बेरिस मार्केटको चाहिँ एक्सपिरियन्स सुनाइदिए भने तपाईहरुले पत्याउनु नै हुन्न के। त्यस्तो सम्मको प्यानिक अवस्था आएको थियो। हामीलाई 100 हालेका हाइड्रोहरू 48 र 50 मा झरेका थिए। कति हाम्रा साथीहरुले 70 रुपैयाँमा बेचेर भेजमामा खाइयो भनेर पोस्ट गर्नुहुन्थ्यो। त्यो अवस्थाबाट गुज्रेर आजको अवस्थामा आउँदाखेरि त नयाँ साथीहरुलाई त म भन्छु एकदमै सजग हुनु होला। आफ्नो पैसा यो पसिनाको कमाई स्टक मार्केटमा यो एकदम सजिलो गरी कमाएको देख्नु भएको छ। यदि साँच्चै यसै गरी सजिलो गरी कमाउँथे भने सबै बिजनेसहरु बन्द भएर भएका जति मान्छे सबै स्टक मार्केटमा लाग्थे होलान्। सजिलो छैन है, क्षणिक हुन सक्छ अहिले आएको कमाई पनि। त्यही भएर त्यसलाई दिगो बनाउनु छ भने चाहिँ तपाईहरुले अलिकति अध्ययन गर्नुपर्छ, मेहनत गर्नुपर्छ र कसैको पनि कुरामा ब्लाइन्डली बिलिभ गर्नुभयो भने त्यसले तपाईलाई चाहिँ सानो खाल्डोमा फड्को मार्न सिकाउँछ। अनि त्यो सानो खाल्डोमा फड्को मार्न सिकाउँदै 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 लगेर यति ठुलो खाल्डोमा फसाइदिन्छ ताकि उ न आफूले पनि निकाल्न सक्दैन, तपाई आफू पनि निस्किन सक्नुहुन्न। त्यस्तो चिजसम्म हुन सक्छ। त्यो हुँदा एकदम सजग भएर अगाडि बढ्नु होला। अब ट्रेडरहरूले त प्रॉफिट बुक गर्नु नै पर्छ। इन्भेस्टरहरूले इन्भेस्ट गर्ने हो भनेदेखि एकचोटी राम्रा कम्पनी छानेर इन्भेस्ट गरेपछि टाइममा त्यो कति घट्यो कति बढ्यो भन्ने कुरा नहेर्नु होला। सबभन्दा पहिलो कुरा चाहिँ तपाईहरु स्टक मार्केटमा जाँदै गर्दा यदि प्रवेश गरिसक्नु भएको छ भने पनि आफूलाई चिन्नु होला। तपाई इन्भेस्टर बन्ने हो कि ट्रेडर बन्ने हो कि अथवा इन्भेस्ट ट्रेडिङ दुईटै गर्ने हो कि अथवा सर्ट टर्म लङ टर्म कुन तरिकाले जाने हो, पहिला आफूलाई चिनेर अनि लगानी पनि एउटा फिक्स गर्नु होला। म स्टक मार्केटमा यतिसम्म लाग्छु, यसलाई म यसरी डिभाइड गर्छु, यो भन्दा बढी जान्न। यो होइन कि भोलि कुनै कम्पनीमा 20-50 हजार नाफा भयो भनेर फेरि झ्याप्पै ऋण निकालेर हाल्नु होला र अनि त्यो ऋण निकालेर हालेको 2 दिन 3 दिन पछि बजार अलिकति झर्देला। त्यसपछि प्यानिक भएर फेरि अर्को घरबाट पैसा लगेर ब्याज तिर्नु पर्ला। त्यो अवस्थामा पनि नजानु होला। एउटा टार्गेट सेट गरेर जानु भयो भने र अलिकति ध्यान दिएर काम गरियो भने स्टक मार्केटले निराशा बनाउँदैन। केही समय कुर्नु पर्ला, फरक कुरा हो, तर निराशा बनाउँदैन। 1143 मा कुदिरहे इन्डेक्सलाई चाहिँ अर्थमन्त्रीले जुवाको खाल भन्दाखेरि 200-300 सम्म झर्दाखेरि त्यो बेलामा यदि म जस्तो मान्छे, मलाई भनौं न, यदि मसँग चाहिँ अलिकति आत्मबल थिएन भने सायद आज स्टक मार्केटमा तपाईहरुले मलाई देख्नुहुन्न थियो होला। मेरो अवस्था के हुन्थ्यो होला। भनेको यहाँ धैर्यता चाहिन्छ। यहाँ आत्तिने र मात्तिने गर्नु हुँदैन। यो गरेर तपाईहरुले अलिकति स्टडी गरेर अगाडि बढ्नु भयो भने पक्कै पनि राम्रो हुन्छ। र अहिले लक्ष्मण गुरुलाई जसरी जे भनियो त्यो तरिकाले कसैलाई पनि ट्रिट नगर्नु होला।
विचार हो, विचार राख्न पाइन्छ। उहाँले आफ्नो एउटा अध्ययन गर्नु भएको छ, उहाँ एउटा मान्छु म उहाँलाई पनि मान्छु है, मैले उहाँलाई पर्सनल्ली को मैले चिन्दिनँ, तर मैले उहाँलाई क्लब हाउसमै भेटेको, मैले उहाँलाई एकदम रेस्पेक्ट गर्छु, मैले उहाँलाई विश्वास पनि गर्छु। त्यो त आफ्नो चिज हो। मैले बोलेका कुराहरू कतिलाई रिस उठिरह होला, तल यसले नबोल्दै पनि हुन्थ्यो जस्तो लाग्यो होला, कतिलाई के होला, त्यो हरेक मान्छेको आफ्नो नेचर हुन्छ, त्यो मान्छे अनुसार भर पर्ने कुरा हो। त्यही भएर सबै कुराहरू चाहिँ आफ्नै मनले चाहे जस्तो, आफैले चाहे जस्तो हुँदैन, सबैको कुरा सुन्नुपर्छ है। थ्याङ्क यू। मैले यो विषयमा सानो दुईटा कुरा मात्रै जोडेँ एज अ पोइन्ट हैन। अब उहाँहरू जस्तो चाहिँ ड्रिमर र बिगिनर अथवा ड्रिमर भन्न चाहन्छु म उहाँहरूलाई। ड्रिमर र बिगिनरको चाहिँ हाम्रो इन्ट्री कहिले भएको देखिन्छ भन्दाखेरि जब नेप्से 2500 को हाराहारीमा पुग्यो, त्यसपछि चाहिँ यो बिगिनर ड्रिमरहरू चाहिँ एकदमै चाहिँ आउनुभयो। अनि उहाँहरू आएपछि के भयो त भन्दाखेरि मार्केटमा चाहिँ तपाईँको उहाँहरूले प्राय जसो चाहिँ लो क्याप हैन, लो क्याप जहाँ चाहिँ अलिकति मोमेन्ट हाई थियो त्योबाट इन्ट्री गर्नु भएको छ। त्यो र उहाँहरूको एभरेज अहिले चाहिँ उहाँहरू जुन त्यो 2500 को हाराहारीमा छिर्नेहरूको चाहिँ आज तपाईँको यो मार्केटको हेर्नुहुन्छ भने 6-7 महिना 8 महिना जति मात्रै भएको छ। उहाँहरू त्यति समयमा चाहिँ मात्रै छ उहाँहरूको एक्सपिरियन्स अथवा मार्केटलाई बुझाइ, हेराइ, सोचाइ हैन, त्योलाई हेरेर एनालाइसिस गरेर उहाँहरूले डिसिजन गर्नु भएको छ। र इभन अब अघि एकजना जो साथीले अलिकति आर्गुमेन्ट गर्नुभयो, उहाँको त हेर्नु त तपाईँको 3200 हुँदाखेरिमा 3000 हुँदाखेरि इन्ट्री गर्नु भएको रे भनेपछि त उहाँ त अलमोस्ट लाइक अ मन्थ हैन, उहाँसँग त 1 महिनाको जम्मा अनुभव छ। अब त्यही भएर उहाँ र पनि उहाँ टपमा पर्नु भएछ, टपमा पिकमा गएर इन्ट्री गर्नु भएछ। द्याट्स त्यो चाहिँ उहाँ त्यो हिसाबले उहाँ चाहिँ प्यानिक हुनु भएको हो हैन। त्यही भएर चाहिँ अब बिगिनर र ड्रिमर साथीहरूलाई म के भन्छु अथवा यो बेसिक प्रिन्सिपलै हो, तपाईँले इन्ट्री र एक्जिट लिने टाइम चाहिँ तपाईँले सेट गर्नुपर्छ। तपाईँ जसले राइट टाइममा इन्ट्री गर्छ र राइट टाइममा एक्जिट लिन सक्छ त्यसले मात्रै क्यापिटल मार्केटमा पैसा बनाउने हो। एज अ इन्भेस्टरै हुनुहुन्छ भने पनि तपाईँको चाहिँ इन्भेस्टरले पनि आफ्नो पोर्टफोलियोलाई चाहिँ सिफ्ट गर्नुपर्छ। तपाईँको कुन कता जाने भन्ने कुरा चाहिँ गर्नुपर्छ। जस्तै एज अ इन्भेस्टर तपाईँको एउटा कुनै उसबाट तपाईँले पिकमा पुगेको बेलामा तपाईँले आउट हुने होइन, तर त्यो बेलामा तपाईँले आफ्नो स्क्रिप्टलाई चाहिँ ब्यालेन्स गर्ने हो क्या। कुन लो बिटबाट हाई बिटमा जाने हो कि हाई बिटबाट लो बिटमा जाने कि त्यो सम्बन्धी स्ट्राटेजी चाहिँ बनाउनै पर्छ। एउटा कुरा त्यो भन्न चाहे मैले। लेन्थ उहाँहरूको चाहिँ मार्केटको चाहिँ यो ड्युरेसन अलिकति छोटो भएको भएर अलिकति त्यस्तो सिचुएसन हो। अनि यो 2-4 महिना अथवा 6-7 महिनामै हामीले कमाइहालेर कमाइसक्नु पर्ने भन्ने कुरा चाहिँ हुँदैन। हेर्नुहोस् अब म पर्सनली आफ्नो भन्छु, मैले 2003 देखि एक्टिभली इन्भेस्ट गरिरहेको छु हैन। अलमोस्ट लाइक 20 इयर्सको एक्सपिरियन्स छ। तपाईँ यदि मार्केटमा चाहिँ बस्न चाहनुहुन्छ भने तपाईँले अब लङ भिजन अथवा लङ टर्मको सोचेर अगाडि बढ्नु पर्यो। जबकि तपाईँ 3 महिना 4 महिना 5 महिनामा चाहिँ मैले इन्भेस्ट गरेर पैसा 2 गुणा 4 गुणा लिएर फाइदा लिएर निक्लिन्छु, त्यो गर्छु भन्ने हिसाबले गर्नुहुन्छ भनेदेखि चाहिँ त्यो सम्भव हुँदैन। यो अर्को कुरा मैले त्यो भने। अनि त्यसपछि तपाईँले के लिँदै हुनुहुन्छ, राइट इन्भेन्टोरी हैन। तपाईँले कुन स्क्रिप्टमा अब उहाँहरू जस्ताले चाहिँ त्यो बेलामा जुनमा भोलाटिलिटी हाई थियो त्यही लिनु भएको छ। त्यही भएर अब त्यो करेक्सन हुँदा पनि अलिकति धेरै नै करेक्सन हुन्छ। भोलि तपाईँको गर्दाखेरि पनि बढ्दाखेरि पनि अलिकति राम्रैसँग बढ्छ। यो तपाईँको त्यसले देखाउँछ। त्यही भएर एकदम फ्लक्चुएट हुन्छ। उहाँहरूले त्यो कुरा बुझ्नुपर्छ अनि त्यसमा चाहिँ आफ्नो स्ट्राटेजी बनाउनु पर्छ। यहाँ जुन टपिक राखेको छ नेप्से सम्हालिँदैछ आफ्नो प्रफिट बुक गर्नु भनेर भन्ने, अब 3200 मा इन्ट्री गर्नेले चाहिँ प्रफिट बुक गर्ने होइन। मार्केट त अब अहिले त मार्केट त धेरै तलबाट आएको हो नि त। 1100 समथिङबाट 1103-4 बाट चाहिँ उठेर अहिले 3000-3200 मा पुगेको हो हैन। यो बिचमा चाहिँ एउटा दुईटा सामान्य करेक्सनहरू धेरै नआइकन त कन्टिन्यू बढेरै गइरहेछ नि त। अब यसमा चाहिँ सरोजीलाई मैले के भन्छु भने नेप्से बढेको भनेर अब 1143 र 3200 लाई कम्पेयर गरेर हामीले नेप्से बढेको भन्न मिल्दैन है। मैले चाहिँ एउटा के चाहिँ साथीहरूलाई मैले के एउटा रिक्वेस्ट गर्छु भने, मैले जहिले पनि यो कुरा जहाँ जुन फोरममा बोल्दा पनि भनिरहेको हुन्छु, नेप्से बढ्यो भन्ने साथीहरूलाई चाहिँ नेप्से बढेको छैन है, नेप्से बढ्न बाँकी नै छ। नेप्से यो तपाईहरुले चाहिँ नेप्सेको अंकलाई मात्रै हेरेर पनि हुँदैन है, इन्डेक्स मात्रै नहेर्नु होला। इन्डेक्स भनेको चाहिँ एउटा आधार मात्रै मान्नु होला। मैले तपाईहरुलाई एउटा ठ्याक्कै उदाहरणै दिएर भनिदिन्छु म, तपाईहरुलाई सजिलो होस् बुझ्नको लागि।
मलाई लाग्छ 1140 देखि 50 को बिचमा 1142 43 समथिङ त्यस्तै के थियो होला। मैले किनेको स्ट्यान्डर्ड चार्टर बैंक र तपाईको एसबीआई बैंक नेप्से 3200 पुग्दा पनि घाटामा छ। तपाईहरु यो नोट गर्नु होला यो दुईटा बैंक। मैले 1143 मा किनेको बैंक नेप्से 3200 पुग्दा पनि मेरो सामा आएको छैन। भनेको नेप्सेको इन्डेक्स बढ्ने बित्तिकै तपाईले किनेको कम्पनी बढ्नु पर्छ अथवा बढ्छ अथवा फाइदा हुन्छ भन्ने चाहिँ बिल्कुलै होइन है। अनि अर्को चाहिँ म कम्पनीको नाम भन्दिन। मैले 125 मा किनेको 135-40 मा मलाई पैसाले आवश्यक परेर 135 या 140 मा बेच्न खोज्दा पनि 3 दिनसम्म अर्डर राख्दा पनि मैले बेच्न नसकेपछि ल यो चाहिँ बरस अब यो वर्षस मलाई यसले अब घाटै लाउने रहेछ भनेर राखेको त्यो मैले त्यो नबेचेको 3 महिना 4 महिना पछि नेप्से अलिकति फर्क्यो। त्यो 125 मा मैले उठाएको चिजलाई चाहिँ अलिकति 250 मा फाले। त्यसपछि अब माथि बढ्दै बढ्दै जाँदा राम्रै भएर मैले त्यसलाई 500 रुपैयाँमा फाले। भनेको यो चीज हेर्नुस् तपाईहरुले कम्पनी छान्नु पर्यो। अनि कम्पनी हेर्दाखेरि चाहिँ तपाईहरुलाई कस्तो लाग्छ के हेरेर किन्नुहुन्छ के। जस्तो मानौ हामी अहिले हाम्रै उदाहरण दिउँ न। लक्ष्मणजीलाई किन सुन्ने त हामी उहाँका कुराहरुलाई के मन पर्छ र सुन्ने त भने उहाँका कुरा मन पर्दैन भने त लिभ गर्ने हिँड्ने। हामीले कमलजीलाई किन सुन्ने, संगमजीलाई किन सुन्ने, सरोजजीलाई किन सुन्ने भनेको हरेक मान्छेको हरेक चीजमा केही न केही पाइन्छ अथवा केही न केही राम्रो कुरा पाइएला केही छ भनेर त सुन्ने हो नि। त्यो गर्दै गर्दा कम्पनी किन्ने भनेको त केही पाइन्छ त्यसले केही देला भनेर किन्ने हो नि त। त्यसको प्राइसको हिस्ट्री हेर्ने हो, त्यसको भोलम हेर्नु पर्यो, त्यसले दिएका डिभिडेन्ड हेर्नु पर्यो। अब अहिले साथीहरुले जो अहिले 3300 मा इन्ट्री गर्ने साथीहरु चाहिँ ट्रेडरहरुको चाहिँ एउटा भरौ न जालमा पर्नु भएको छ के। यदि कुरा तपाईहरुले बुझ्नु होला। म ट्रेडर पनि हो है। हामी भनेको ट्रेडरहरु भनेको जहिले पनि माछा मार्ने माझी जस्तै हुन्। उनीहरुले त जाल थापेर बसेका हुन्छन् त्यहाँ कति माछा पर्छन् थाहा छैन, कस्ता माछा पर्छन् थाहा छैन, तर जाल थापेर बस्ने हो त्यहाँ चाहिँ। त्यहाँ को पर्छ कस्तो पर्छ थाहा छैन। ट्रेडरले चलाउने स्क्रिप्टहरु एकदमै लेप्समा लिस्टिङ भएका सप्लाई कम भएका स्क्रिप्टहरु चल्छन्, सप्लाई बढी भएका स्क्रिप्टहरु चल्दैनन्। र मैले अस्ति पनि भनेको थिएँ यदि तपाईहरु नयाँ कोही हुनुहुन्छ भने तपाईहरुले अहिले यो ट्रेडरहरुले ट्रेडिङ गर्ने स्क्रिप्टहरु चलाइराछन्। अब ट्रेडरहरु बिस्तारै प्रफिट बुक गरेर बोनस खाने कम्पनीहरु इन्भेस्टमेन्ट गर्ने अथवा राम्रो बोनस खाने कम्पनीहरुमा शिफ्ट हुन्छन्। यो बेलामा तपाईहरुले चाहिँ अलिकति आफूलाई चलाख भएर चाहिँ प्रफिट बुक गर्न सक्नु भएन भने अनि तपाईले 600 मा किनेको स्क्रिप्ट पछि फेरि 300 मा 400 मा झर्न सक्छ। अनि जब यो बोनसको लहर सकिन्छ अनि त्यसपछि फेरि ट्रेडरहरु चम्किन्छन् र त्यो बेलामा चाहिँ अलिकति माथि जान सक्छ। भनेको नयाँ लगानीकर्ता र सानो इन्भेस्टमेन्ट भएका साथीहरु चाहिँ फेरि त्यो बेलासम्म कुर्न सक्नुहुन्न। किनकि त्यो धैर्यता भन्ने चीज हुँदैन। हेर्नुस् हामीमा इमोसन यति आउँछ अलिकति घट्न लागेपछि ल फाल्दिहालौँ अब स्टप लस। अहिले फेरि यो टेक्निकल एनालाइसिसका विभिन्न इन्डिकेटरले चाहिँ दुनिया दिवाना सिकाइरहेछ हैन। त्यो गर्दाखेरि चाहिँ स्टप लस गर्न पनि कस्तो कम्पनीमा गर्ने त हैन। भोलि टन्न बोनस दिने कम्पनी छ भने अलिकति घट्दै स्टप लस गरिहाल्नु पर्छ त, पर्दैन नि त। तर हाम्रो नेपाल मार्केटमा त मलाई अचम्म लाग्छ यसो सेन्टिमेन्ट हेरिन्छ लगानी गरेको कम्पनी छानेको कम्पनीको प्राइस बढेको सबै कुरा माइनसमा छ। सबै बिजनेस सबै चौपट छ। व्यापार नाफा कमाएको छैन, बोनस दिएको छैन, तै पनि कम्पनी सर्किट लाग्छ। यो किन भयो त भन्दा मैले भने नि त्यो माझीहरुले त जाल हान्दाखेरि पर्छ नि त माछा। कहिलेकाहीँ त माछाले खानी आहारा नराखिकन जाल हान्दा पनि माछा आइदिन्छ के। त्यस्तो जालमा पर्नु होला। एकदमै विचार गरेर चाहिँ तपाईहरुले लगानी गर्नु होला। लगानी गर्दै गर्दा भोलिका दिनमा मेरो भविष्य के, मैले कम्पनी किन किन्ने र किन छान्ने, त्योबाट मैले के पाउँछु त। भोलि मार्केट घटे पनि मलाई कुनै प्रब्लम नहोस् भन्ने तरिकाले चाहिँ बरु थोरै लगानी गर्नुस्, सानो इन्भेस्ट गर्नुस्, थोरै किता किन्नुस्। तर एकैचोटी यो मार्केट होइन। हेर्नुस् है हिजो 1881 पुगेको स्टक एकैचोटी 1143 मा झर्यो। त्यसपछि बाउन्स ब्याक भएर 1800 कहिले कट्ला हे भगवान भनेर बसेका थियौं हामी। 1800 क्रस गरिकन अहिले त 3200 पुगिसक्यो। हेर्नुस् है यो कल्पना भन्दा बाहिरको कुरा थियो हामीलाई हैन। त्यो 1143 बाट 200 300 मा झर्दाखेरि अब 1143 कहिले पुग्ला भन्थ्यौ।
एकैचोटि 1800बाट पनि माथि पुग्यो भनेको यो मार्केटमा लगानीकर्ताहरू बढ्दैछन्, नियमनकारी निकायहरू एकदम सक्रिय भएर लागेका छन्। यो हिसाबमा हेर्दाखेरि चाहिँ पुँजी बजारको भविष्य भोलिका दिनमा एकदमै राम्रो छ, राम्रो देखिन्छ। तर नेप्से राम्रोसँग माथि उकालो लागेर बढ्दा पनि मान्छेले गुमाइराखेका हुन्छन् भने नेप्से तल भएर घट्दा पनि मान्छेले कमाइराखेका हुन्छन्। यसमा चाहिँ तपाईँ हामी कति सक्षम छौँ कम्पनी छान्न, हेर्न, कारोबार गर्न, त्यसमा भर पर्छ। यति भन्न चाहे मैले। थ्याङ्क यू सरोज सर, नवराज सर। होइन, अब मैले बिचमै बोलेर के भन्छ त्यो टोपीलाल साथीलाई चाहिँ साँच्चै टोपीबाट केही उपाय हुन्छ भनेदेखि बताइदिउँ, छुटकारा दिउँ होइन, अथवा सजेसन दिउँ पनि भन्ने हो। सोझो तरिकाले सजेसन दिने जमाना पनि होइन छैन खासमा अहिले जस्तो पनि लाग्छ। अब त्यही हो, 3200मा प्रवेश गरिसकेपछि त टोपी नलगाएर टोपीलाल नभएर अरू हुने त कुरै भएन। हामी जो कोही पनि, म पनि त्यही हो, हजुर पनि त्यही हो, मोती सर पनि त्यही हो। 3200मा चाहिँ रेगलेसली विदाउट एनी थिङ्किङ मार्केटमा इन्टर गर्नुहुन्छ भनेदेखि मार्केटले चाहिँ बगाउने नै हो। म फन्डामेन्टललाई पनि भयङ्कर मान्दछु, म टेक्निकललाई पनि म मान्दछु। कसैले मान्दैन भन्नेदेखि उहाँहरूको कुरा हो होइन। यहाँ आएका साथीहरूले चाहिँ अब त यहाँ आएर अलिक आक्रोश, अरू ग्रुपको उहाँ चाहिँ महिनामा 1000-2000 तिरेर चाहिँ अर्को ग्रुपमा रहेर ट्रेडिङ गरेँ, अनि अहिले आएर टोपी लाएँ भनेर चाहिँ यहाँ आएर बहुत आक्रोश पोख्नुभयो। त यो शीर्षक मिलेन भन्नुभयो। म नि भर्खर जोइन भएको थिएँ, अनि यसो उहाँलाई चाहिँ के छ त भनौँ भन्दाखेरि होइन, अनि उहाँले चाहिँ ऊ गर्नुभयो। ठिक छ होइन, हामी अब जोसित जे छ त्यही दिने कुरा हो। र आजको शीर्षकको विषयमा बोल्दा मोती सरले एकदम सान्दर्भिक राख्नु भएको छ। तर कसले कति बेला प्रफिट बुक गर्ने भन्ने कुरा हो। प्रफिट त अब 10-15% प्रफिट भएपछि होइन, 20%सम्म भएपछि राम्रै मान्नुपर्छ, प्रफिट बुक गर्नुपर्छ। एकदम राम्रो सजेसन हो। जो पनि हामीलाई सुनिरहनु भएको छ होइन, एउटा चाहिँ केही सिकिन्छ भनेरै सुन्न आउनु भएको हो। म पनि फेरि मेरो विषय र क्षेत्रमा पो जानुला त नि होइन। मैले जाने थुप्रै कुराहरू जान्दिनँ र त आएको छु सुन्नलाई। जस्तो हाम्रो कमल सर यहाँ भर्खर जानुभयो, नवराज सर, मोती सर लगायत खेमराज सर, सङ्गम सर, थुप्रै यहाँ साथीहरू हुनुहुन्छ होइन, अन्यान्य फोरममा हुनुहुन्छ, गोकर्ण सर लगायतका थुप्रै साथीहरू, निशान सर हुनुहुन्छ। थुप्रै साथीहरूसित थुप्रै कुराहरू हामी सिकिरहेका छौँ। यो लेन र देनको कुरा हो। कतिपय स्थानमा अब कति साथीहरू माथि मात्रै बसेर बोल्ने, हामी तल सुन्ने पनि सुनियो, त्यसो होइन। हामी आएको ठाउँबाट एउटा एउटा कुराहरूमा चाहिँ जानेका छौँ। मैले जानेको कुरा अर्कोले नजान्ला, अर्कोले जानेका 10वटा कुरा मैले जान्दिनँ। यो संसार यस्तै हो, ढुङ्गाका भर माटो, माटा भर ढुङ्गो। तर बजार फेरि नितान्त फरक हो। मार्केट डेप्थमा कोही ट्रेडिङ गर्न बसिसकेपछि आफूलाई भएको प्रफिट बुक गर्छ, स्ट्राटेजी बनाउँछ, गर्नै पर्छ। द्याट इज होइन। त्यो एकदम नवराज सरले भन्नुभएको, सर सरले भन्नुभएको कुराहरू एकदम सान्दर्भिक छन्। अब सबै साथीहरूले धैर्य गर्नु होला, होल्ड गर्नुहोस् होइन। अब भलै तपाईँलाई चाहिँ के भन्छ, कसैलाई 2 वर्ष पनि पर्न सक्छ लसमा बेच्दिनँ भन्ने हो भने। तर एउटा म लसमा बेच्दिनँ भन्ने सूत्र बनाउनुहोस्, इन्भेस्टर भएर बस्नुहोस्। के गर्ने त होइन। अब त्यो पनि सकिँदैन र ब्याजले गाड्छ भनेपछिलाई स्टप लस गरेर निस्कने हो, किनभनेदेखि अझ धेरै घुम्न नदिने हो। यही कुराहरू भन्न चाहे। थ्याङ्क यू मोती सर, म यति राखेँ, केही भए पछि राखौँ। थ्याङ्क यू लक्ष्मण सर। अब यस्तो हो, यसमा कसैप्रति विपत्ति छ, टपिकप्रति विपत्ति छ भने यो हाउसमा, यो क्लबमा बिस्तारै पोलाइटली एक्जिट हुँदा हुन्छ। अब यस्तो हो, अब त्यो कारणले गर्दाखेरि अहिले ह्यान्डरेजमा पनि जति पनि अप्सनमा आउनु भएको साथीहरू मैले भनि नै हालेँ। म खासै चाहिँ यो अननोन आइडेन्टिटी चाहिँ मैले माथि लिएर आउने चाहिँ होइन, तर उहाँको चाहिँ पिक्चर चाहिँ तपाईँको चाहिँ आइडेन्टिटी हेर्दाखेरि चाहिँ पिक्चर राम्रै रहेछ, रियल नै हो कि जस्तो लागेर मैले चाहिँ अब मान्छेहरू अब अहिले फनको लागि पनि नाम कोहीले टोपीलाल, कोहीले के राखिरहेको हुन्छ, ठिकै छ बोलाउँ त माथि भन्ने हिसाबले हो। तर एउटा कुरा तपाईँहरूले के बुझिरहनु, एउटा कुरा चाहिँ साथीभाइहरूले के बुझिरहनु भने हामी यत्रो 600-700 जना पनि हुन्छौँ, कति बेला 200-300 जना नि हुन्छौँ। सबै चाहिँ नि फोरममा बोलिरहँदाखेरि अरूलाई रेस्पेक्ट पनि गरेर बोल्नुपर्छ भन्ने कुरा पनि हामीले नबिर्सियौँ। हामी सँगसँगै एउटा मानव पनि हो होइन। त्यो कारणले गर्दाखेरि चाहिँ अब तपाईँको
यहाँनिर हामीलाई आक्रोश पोख्दैमा हैन त्यो पनि लक्ष्मण सरले पहिले पनि सोधिरहनु भएको थियो यो ग्रुपमा कसैले गर्नुभयो भन्दा छैन भन्ने कुरा पनि भयो अब यो ग्रुपमा कसैले तपाईलाई ग्रुपमा ट्रेडिङ गराउनु भएको छैन कसैले के गर्नु भएको छैन यहाँ आक्रोश पोखेर हुने केही पनि छैन र पक्कै पनि अघि नवराज सरले भने जस्तै जो मान्छेले आफ्नो रिस्क कन्ट्रोल गर्न सक्दैन त्यस्तै मान्छे फस्छ के त्यो सेल्फ कन्ट्रोल पनि हुनु पर्यो अब सेल्फ कन्ट्रोलै छैन भने अरूले भनेको कुरालाई त तपाईहरुले कसरी फिल्टर गर्नुहुन्छ पक्कै पनि त्यो हो अब को अरूहरूले के गर्नु भएको छ अरूले कसरी ट्रेडिङ गराउनु भएको छ किन गर्नुभयो कसरी गर्नुभयो भन्ने कुरा उहाँहरूलाई पर्सनल सोध्ने कुरा हो होइन हामीले गराएको छौँ भने हामीलाई सोध्ने हो अरूले गराएको छ अरूलाई सोध्ने हो मैले फेरि पनि यहाँ निवेदन गर्न चाहे हजुरहरूलाई अब माथि आउनुहुन्छ आफ्नो विमति राख्नुहुन्छ सुन्छौँ पनि विमति राख्न पाउनुहुन्छ यो कुनै चाहिँ हाम्रो चाहिँ अटोक्रेटिक फर्म होइन तपाईँको कुरा पनि सुन्छौँ डिफ्रेन्ट पर्सपेक्टिभबाट तपाईँले कुरा राख्न सक्नुहुन्छ तर तपाईँले रेस्पेक्ट गर्नुहुन्न भने चाहिँ वी आर सरी है हामी चाहिँ तपाईँहरूलाई चाहिँ मुभ टु अडियन्स गरिदिइहाल्छौँ त्यो चाहिँ अब हाम्रो राइटको कुरा पनि हो किनभने हामी मोडरेटरमा छौँ यो अब हामीले चलाएको हाउस पनि हो यहाँनिर सबैजनाहरू केही कुरा सिकौँ भनेर आउनु भएको हुन्छ वाद विवाद गरौँ भनेर आउनु भएको हुँदैन अब जायज कुरामा वाद विवाद गर्नु भने छुट्टै कुरा छ त्यो लजिकै ननिस्किने कुरामा वाद विवाद चाहिँ नगरौँ भन्छु म सरोज सरले सायद अघि केही कुरा भन्दै हुनुहुन्थ्यो बिचमा इन्टरप्ट भयो सरोज सर इफ यु वान्ट टु कन्टिन्यू प्लिज है हजुर हस् धन्यवाद चाहिँ मैले अघि नै उहाँहरू जस्तै बिगिनरहरूको लागि 2-4 वटा त्यही रिकमेन्ड गर्न खोजेको थिएँ एउटा त्यही मैले उहाँको टाइमको कुरा गरेँ राइट टाइम र राइट तपाईँको इन्ट्री र एक्जिट गर्ने टाइमको कुरा गरेँ हैन त्यो चाहिँ इम्पोर्टेन्ट हुन्छ अनि त्यसपछि त्यही हो अब नलेज इम्पोर्टेन्ट कुरा अर्को नलेजको कुरा हो त अब यो आजको भोलि नै कमाउँछु भनेर त्यसरी दिन 2 गुणा रात 6 गुणा साथीले कमायो उसले कमायो म पनि कमाउँछु भन्ने कुराले चाहिँ कहिले पनि दिँदैन किनभने उसको त्यहाँ कन्ट्रिब्युसन के छ उसको नलेज के छ उसको स्ट्राटेजी के छ त्यो त उहाँलाई थाहा छैन नि उहाँले कमाएको मात्रै देखेको छ त्यो मात्रै हिसाबले चाहिँ जाँदाखेरि चाहिँ अब हाम्रो ड्रिमर बिगिनर साथीहरूलाई चाहिँ अलिकति समस्या हुनसक्छ त्यो कुरा बुझ्नु पर्यो अनि सेल्फ जजमेन्ट एउटा एकदमै चाहिँ नयाँ चाहिँ लगानीकर्ता साथीहरूलाई हुन्छ म सेल्फ जजमेन्ट तपाईँ के हो तपाईँले पहिले आफूले आफूलाई नै जज गर्नु पर्यो क्या तपाईँको चाहिँ इन्ट्रेस्ट अथवा चाहिँ प्यासन्स छ त यसमा तपाईँले कति यसमा चाहिँ के गर्नुभएको छ कति समयसम्म तपाईँ बस्ने विचारले आउनु भएको छ कि अब फलानाले यसो भन्यो अहिले उसो भन्यो भनेर त्यही लयमा आउनु भएको छ त्यो चाहिँ तपाईँले आफूले नै चाहिँ जजमेन्ट गर्नुपर्छ कि त्यो गर्दाखेरि चाहिँ मात्रै अनि तपाईँलाई थाहा हुन्छ अब हाम्रो सरहरूले भन्नुभयो ट्रेडर म ट्रेडर होइन म त इन्भेस्टर हो होइन मलाई त अब यस्तो कुराहरू उहाँ सरहरूले भन्नुभयो 1200 बाट 200 पनि मैले फेस गरेको हो 200 बाट 1200 पनि फेस गरेको हो त्यसपछि लास्ट टाइमको 1103 बाट अहिलेको चाहिँ 3200 पनि फेस गरेको हो यो सबै यो प्रोसेस हो हामीलाई त्यसले त केही उ गर्दैन तर यो राइट टाइममा राइट उ चाहिँ गर्नुपर्छ जस्तै